हेलो गाइस, के गर्दै हो, कसो गर्दै हुनुहुन्छ तपाईँहरू। र आजको दिन चाहिँ नाइस डे अनि नाइस भ्लगको साथै तपाईँहरूको चाहिँ आजको दिन चाहिँ शुभ रहोस् भन्दै मैले चाहिँ तपाईँहरूलाई यसो मुड फ्रेस गर्ने जमर्को गर्दैछु र त्यसको लागि चाहिँ मैले भ्लग बनाउँदैछु अहिले। र आज चाहिँ हामी सिन्धुपाल्चोकै दुईजनाले झट्ट रुम सार्दैछु जापानमा। अनि रुम सार्दाखेरि कतिको अप्ठ्यारो कतिको के कस्तो हुँदैछ होइन हुन्छ तिनीहरू चाहिँ अब हल्का सामान्य जानकारी गर्न सक्छु तपाईँहरूलाई। अब धेरै त सकिन्न। र हाम्रो सिन्धुपाल्चोकै मित्र चाहिँ यता गाडी ड्राइभिङ गर्दैछ र मैले चाहिँ यसो भ्लग बनाउने जमर्को गर्दैछु। र अब गाडी स्पिड गर्दा क्यामेरा अलिकति हल्लिन्छ, अहिले भने जस्तो नआउन सक्छ। साथीहरू रुम सरेर खान जापानमा। र यदि नेपालबाट हेर्दै हो भने चाहिँ नेपालबाट हेर्ने भाइ बहिनीहरूलाई चाहिँ अब भाइ बहिनी अथवा साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने हामी अब के भन्ने, जापान आउने प्रोसेसतिर हो भनेदेखि जानेर बुझेर सबै कुराहरू के छ अवस्था, पहिलाको जापान र अहिलेको जापानमा के छ फरक होइन, कतिको गाह्रो छ कतिको सहज छ कति के छ भनेर बुझेर आउँदा धेरै राम्रो होइन। अब हामी आउने बेलामा पनि त्यस्तो नबुझेर चाहिँ हावा तान्न आएको त होइन, दुःख गरौँला सकेको गरौँला भएरै आएको हो, गर्दैछौँ, ठिकै हुँदैछ, राम्रो हुँदैछ। जे होस् हिजोभन्दा आज राम्रो, आजभन्दा भोलि राम्रो हुँदै गइरहेको छ सबै कुरा होइन। तर पहिलातिरको जापानभन्दा अहिलेको जापान अलिक धेरै स्ट्रिक्ट छ, हरेक कुराहरू रुलहरू टाइट धेरै छ होइन। रुल त्यस्तै टाइट छ, अब महँगो त्यस्तै छ होइन, कमाइ धेरै छैन, खाइलाई बिस भने जस्तो हो, कमायो खायो सक्यो त्यस्तै छ। अब अलिकति लङ टर्म सोचेर म चाहिँ भविष्यमा फ्युचरमा केही गर्छु, अलिक ढिलो होस् तर राम्रो होस् भनेर सोचेर आउनेहरूको लागि चाहिँ ठिकै हो। आजै तातै खाउँ जल्दै मरौँ टाइपको, आजै चाहियो भोलि चाहियो पर्सि नै चाहियो टाइपले आयो भने चाहिँ त्यो काम छैन। धैर्यता, स्ट्रगल, सहनशीलता होइन, स्ट्रगल गर्न सक्छु म, जस्तो सुकै परिस्थिति आए पनि त्यसलाई सामना गर्न सक्छु भन्ने खालको एउटा आत्मबल छ भने आउँछ हाम्रो। नत्र भने धेरै मान्छे मरेका छन् स्ट्रेस भएर, कोही होइन पागल भएको छन्, सकिएन नेपाल गएर 12-15 लाख 20 लाख ऋण बोकेर आयो, यहाँ आएर कमाइ छैन 1 लाख पनि होइन, ब्याज बढ्दै जान्छ, न त ऋण तिर्न सक्नु न आफूलाई मनमा शान्ति, तनावै जिन्दगी हुन्छ होइन। तर थुप्रै ऋण बिस्तारै तिर्छु, हतार छैन, बिस्तारै गर्छु भनेर आँटेर आयो भने चाहिँ एक्लैलाई अलिक गाह्रै छ। पछि दुईजना भएर चाहिँ हामी एउटा दुईजना भएर सानो संसार बनाउँछौँ भन्नेतिर लाग्न त्यस्तो खालको सोचहरू आएर चाहिँ जापान आउने सोच बनाउनु भएको छ भने ठिक छ, आउँदा केही प्रब्लम छैन। कति आइरहेछन् गरिरहेछन् होइन, जापान बस्ने सबैजना बिग्रेको छ, सबैले गरेर छैन भन्ने पनि छैन। धेरै मध्येमा थोरै मात्र थोरैको नराम्रो भयो होला, धेरैको राम्रै भएको छ जहाँसम्म लाग्छ होइन। अब जापानले फर्की भनेपछि मात्र 1-2 जना फर्किएको छ होइन। अब मन खुसीले अब यति कमाएँ अब पुग्यो मलाई केही चाहिँदैन भनेर फर्केको मान्छे चाहिँ अहिलेसम्म भेटेको छैन हामीले नि। त्यही भएर अब तातै खाउँ तातै लाउँ, 1 वर्षमा ऋण तिर्ने, 1 वर्षमा घडेरी जोड्ने होइन, 1 वर्षमा घर बनाउने, त्यस्तो सपना बुन्यो भने चाहिँ त्यो सपना चाहिँ घाममा सर्लकै लाएर पराल सुकाएको चाहिँ गरे। साँच्चै हो भन्नु जिस्के जस्तो लाग्छ। जापानमा छ तिमीहरू मुलाहरू जापानमा भएर जस्तो भन्छ भनेर भन्ला, यथार्थ रियालिटी के हो त्यो भने पराल सुकाएको चाहिँ सुकाए पनि भइगयो होइन। यो चोरले बिचैबाट निकालिदियो, तर केही छैन, हामी साइड दिन्छौँ। यस्तो छ अब 10 वर्ष पहिलाको जापान र 10 वर्ष पछाडिको जापान चाहिँ अब आकाश पातालै फरक भइसक्यो। पहिला चाहिँ अब 1 महिनाको स्यालेरीले लकपलक जापान नेपालमा 4 तोला सुन किन्थ्यो।